सुरुमा त मेरो यो लक्ष्य भनेको बेरोजगार दिदीबहिनीहरू घरमा त्यसै बसेका दिदीबहिनीहरूलाई रोजगार दिने उद्देश्यका साथ आफ्नै हाम्रो घरबाटै उठिने फोहोरहरूलाई हामीले पैसा बनाऊँ या दिदीबहिनीहरूलाई रोजगार या फोहोर सङ्कलनमा कमी होस्। हरेक गाउँ गाउँमा जस्तै दैलेख, रोल्पा, डनगढी सबै ठाउँमा जस्तो तुलसीपुर धेरै ठाउँमा गइसकेँ भन्नु पर्यो। गाउँ गाउँमा ट्रेनिङ पनि हजारौँ भन्दा बढीलाई दिइसकेकोले अब काउन्टै छैन मेरोमा, त्यो छैन। म मरे पनि मेरो काम नमरोस्। यसो एक दिन यसो फुर्सदमा एकछिन गरेर पनि मजाले जीविका चाहिँ चलाउन सकिन्छ है। थोरै रूपमा धेरै अब ठुल्ठुलो त नसके तरकारीहरू किन्न यताउति मजाले सकिन्छ है। हामीले त्यस्तो त केही छैन। एउटा चाहिँ म्यामलाई चाहिँ भन्न चाहन्छ, म्यामको कारणले गर्दा नै अब हामीले यस्तो कुरा जाने नै, नभए त हामीलाई पहिला प्लास्टिक भनेको के को लागि भन्ने थाहा थिएन। हामीले त फ्यालिन्थ्यो, अब फोहोर गरिन्थ्यो, तर त्यही फोहोरलाई पनि हामीले मजाले सङ्कलन गरेर इन्कम गर्न सकिन्छ भन्ने चाहिँ थाहा भयो। महिला बेरोजगारी हाम्रो समाजको जटिल समस्याको रूपमा रहेको छ। घरको कामकाज भनी घरै बस्नुपर्ने, सिपहरू सिक्न नपाउने जस्ता कारणहरूले गर्दा महिलाहरू आय आर्जन गर्नबाट वञ्चित भएका छन्। तर आज हामी यस्तो ठाउँ आइपुगेका छौँ, यस्तो व्यक्ति कहाँ आइपुगेका छौँ जसले त्यस्ता दर्जनौँ महिलाहरूलाई आफ्ना भएको सिप ट्रेनिङ मार्फत प्रदान गरेर घरै बसी आय आर्जन गर्न सक्षम बनाउनु भएका छन्। त्यति मात्रै नभई वेस्ट रियुजिङ जस्तो इम्पोर्टेन्ट कन्सेप्ट पनि उहाँले आफ्नो सिपसँग राम्ररी जोडाउन सक्नुभएका छन्। आज हामीले हजुरहरूको सामु उहाँकै कथा लिएर आएका छौँ। कसरी महिलाहरू घरै बसी आय आर्जन गर्न सक्छन् त भनी उदाहरण पेश गर्न गइरहेका छौँ। हेलो, नमस्ते। नमस्ते। सो बढ्नुभन्दा अगाडि हजुरको शुभ नाम भनिदिनुहोस् न त है। हजुर, मेरो नाम सरिता जोशी बज्राचार्य। म नेहा ट्रेनिङ सेन्टर प्लस उद्योगमा प्रोपाइटरको काम गर्दैछु। ए हजुर, सो हजुरको यो उद्योगको चाहिँ यसो इन्ट्रोडक्सन दिदिनु न, जसलाई थाहा छैन। अनि यसको अब संस्थाको के हो भिजन, त्यस्तो यसो भनिदिनुहोस् न। सुरुमा त मेरो यो लक्ष्य भनेको बेरोजगार दिदीबहिनीहरू घरमा त्यसै बसेका दिदीबहिनीहरूलाई रोजगार दिने उद्देश्यका साथ पहिला तालिम सञ्चालन गर्छौँ। अनि जसले तालिम गर्यो, तालिम पश्चात जो मेरोमा बस्न चाहनुहुन्छ उहाँहरूलाई हाम्रैमा काम दिएर अनि हामी अनलाइनबाट, अहिले चाहिँ अनलाइनबाट, पहिला चाहिँ हामी यो स्कुलको ड्रेसहरू यताउता काम गर्थेँ। यो उद्योग स्थापना तपाईँहरू सोध्नुभन्दा पनि पहिला मैले 2047 सालमै यो सिद्धान्त लिएर भर्खर कलेज पढ्दै यो सिद्धान्तका साथ मैले चाहिँ यो काम थालनी गरेको थियो। निरन्तर काम गर्दा म चाहिँ नि 2060 सालतिर चाहिँ म वेस्टेज म्यानेजमेन्टतिर पनि लागेँ। हाम्रो काठमाडौँको फोहोर वातावरण सम्बन्धी त्यो काममा लागेकोले दिमागमा आएर आफ्नै हाम्रो घरबाटै उठिने फोहोरहरूलाई हामीले पैसा बनाऊँ या दिदीबहिनीहरूलाई रोजगार या फोहोर सङ्कलनमा कमी होस्, महानगरलाई अलि त्यो गर्न सकोस्, हामीले पनि हेल्प गर्न सकोस् भन्ने उद्देश्यका साथ हामीले चाहिँ 2060 सालमा अलि ट्रेनिङ लिएर कन्या मन्दिर स्कुलमा दिदीबहिनीहरूले ट्रेनिङ दिएकोमा लिएर त्यस पश्चात मैले चाहिँ त्यही वेस्टेजमै निरन्तर लागिरहेँ। अनि हरेक गाउँ गाउँमा जस्तै दैलेख, रोल्पा, डनगढी सबै ठाउँमा जस्तो तुलसीपुर धेरै ठाउँमा गइसकेँ भन्नु पर्यो। गाउँ गाउँमा होइन गएर चाहिँ तालिम दिने, तालिम दिएर उहाँहरूले काम गर्नुहुन्छ भने त्यो तालिमको सामान चाहिँ नि म यतैतिर मगाउँछु, बाहिरतिरको चाहिँ नि यहाँहरू चाहिँ नि अब हाम्रो उहाँहरू जस्तै यस्तो दिदीबहिनीहरूले चाहिँ यहीँ ल्याएर बेच्छ। अनि मैले चाहिँ नि यो काम चाहिँ नि गरेको निरन्तर रूपमा गरिरहेको भनेको 60 देखि चाहिँ नि मैले निरन्तर वेस्टेज म्यानेजमेन्टमै धेरै गरेँ। त्यस प्लस पनि मैले चाहिँ नि यो दराज अनलाइन त्यो पनि काम गर्दैछु। ए हजुर, सो हजुरले अब नारी दिदीबहिनीहरूको लागि चाहिँ यसो गरिराख्नु भएको छ है। अब हजुरको संस्थामा सङ्कलन हुने नारी दिदीबहिनीहरूलाई चाहिँ अब के किसिमको स्किल्सहरू चाहिन्छ हजुरको संस्थामा आउन, अनि के किसिमको चाहिँ धारणा साथ ल्याउनु पर्छ? अब मेरोमा स्किल लिन आउने हो, स्कुल भएकोहरू आउने होइन। स्किल नभएकोहरू आएर स्किल डेभलपमेन्ट गर्ने उद्देश्यले मैले चाहिँ उनीहरूलाई
त्यो गरिदिन्छु होइन। स्किल डेभलपमेन्ट गरिसके पश्चात उहाँहरू यहीँ बस्न चाहनुहुन्छ गर्नुहुन्छ गर्छ। कसैले चाहिँ नि आफ्नै टेलर, कोही बुटिकमा गएछ, कोही टेलर यहाँबाट गरेर चाहिँ नि अब आज हिजोको होइन, यो धेरै भइसक्यो। ट्रेनिङ पनि हजारौँभन्दा बढीलाई दिइसकेकोले अब काउन्टै छैन मेरोमा, त्यो छैन। अब नगएको ठाउँ पनि कहीँ छैन, तालिम नलिएकोहरू थोरै मात्र होला मेरोमा तालिम नलिएकोहरू। अब धेरै जसो चाहिँ नि हामीले अब एकल महिला, यस्तो घरमा बेरोजगारी महिला दिदीबहिनीहरूलाई भनेर मैले यो सिद्धान्तले गरेको। त्यस पश्चात चाहिँ नि अहिलेका युवाहरू पनि जागरुक, युवा युवतीहरू पनि जागरुक भएर अब हाम्रो यो अहिले त नाउँ कमाइसक्यो, रिकृति उद्योग पनि हाम्रैबाट गएको हो। त्यस पछाडि अहिले एउटा केराको पातबाट काम गर्ने भाइको नाम कस्तो ठ्याक्कै नाउँ भएन, युट्युबमा आउँछ त्यसको। उहाँ भाइले पनि यहीँ हामी कहीँबाट आएर त्यो लिएर अहिले उद्योग गरेछ। अनि संसारा उद्योग पनि हाम्रै यहीँबाट तालिम प्राप्त गरेर संसारा पनि नाउँ सुनेछ होला। उनीहरू धेरै जसो चाहिँ नि अब हामी शिक्षक मात्र भइरहे, उनीहरू त्यो डाक्टर भयो भने जस्तै बनेछ मेरोबाट गएर। मलाई चाहिँ नि त्यसमा एकदम सन्तुष्टि छु। आफ्नै देशमा स्वरोजगार गरेर युवा युवतीहरू पनि यहाँ आएर काम गरिराख्नु भएकोमा एकदम खुसी छौँ हामी। त्यस पश्चात पनि हाम्रो आफ्नै स्रोत, अब फाल्ने स्रोतहरूलाई पनि काम गर्ने दिदीबहिनीहरू पनि धेरै देखेँ हामीले। युएसएआइडीबाट झन्डै 125 जनालाई हालसालै वैशाखभित्र होइन तालिम सञ्चालन गरेको थिएँ। उहाँहरूले पनि यही तालिम काम गर्दै आए आर्जनमा उहाँहरूको राम्रै भइरहेछ, सुन्नेमा आएछु। अनि उहाँहरूले बेच्न सकेन, कहाँ लगौँ के गरौँ भन्यो भने सबै मै उठाइदिने गरिरहेछु। हजुर, अब हजुरले जसरी भन्नुभयो नि यता तालिम आएका मान्छेहरू, उहाँहरूले जो चाहिँ सङ्कलन हुन चाहनुहुन्छ हजुरको उद्योग र संस्थामा, त्यसको प्रोसेस चाहिँ कस्तो हुन्छ, कसरी चाहिँ सङ्कलन हुने भनेर चाहिँ हुने? अब हामी यस्तो त्यो संलग्न हुने होइन, उहाँहरूले चाहनुभयो भने अब तालिम 6 महिनाको तालिम लिन्छ सिलाइ लिनेहरूले। यो हाम्रो वेस्टेजको चाहिँ नि 1 महिना 1.5 महिनाको तालिम लिन्छ, जुत्ताको छ, सबै छ तालिम, त सबै जस्तो छ। त्यो तालिम लिइसके पश्चात हाम्रो म यही काम गरेर यही त्यो गर्छु भन्यो भने यही काम गर्छ भोलिबाट। अनि उसले तालिमको प्रमाणपत्र लिएको भोलिपल्टबाट उसले क्यास पेमेन्ट गरेर उसलाई तलब दिने, हामी त्यस्तो गरेर काम दिइरहेको छौँ। हजुरले वेस्ट म्यानेजमेन्टको बारेमा भन्नुभयो। अब यो वेस्ट म्यानेजमेन्ट चाहिँ हजुर कसरी गर्नुहुन्छ? घरभित्रै भएको फोहोरहरू वेस्ट म्यानेजमेन्ट ल हजुरले वेस्ट म्यानेजमेन्टको बारेमा भन्नुभयो। सो घरैभित्र भएको विभिन्न किसिमको वेस्टहरूलाई चाहिँ हजुरले कसरी चाहिँ म्यानेजमेन्ट गर्ने हो भनेर चाहिँ यसो दर्शन दिएन? अब यो यसो घरभित्रको मात्र होइन, पहिला त सुरु त घरभित्रबाटै गएर थिएँ होइन। अब प्लास्टिक पहिला चाहिने प्लास्टिक पराल हाम्रो घरबाट निस्किने बिहानदेखि बेलुकासम्म निस्किने फोहोर मात्र गरेको थिएँ। अहिले चाहिँ नि हामीले जिन्स कपडाको ब्याग बनाएर जिन्स प्यान्टको ब्यागहरू, अनि लुगाको ब्याग, झोला, तरकारी झोला यताउता सबै, अनि टुक्रा कपडाको हामीले थैली, जुन जे वेस्ट आयो त्यसलाई चाहिँ बाटोमा फाल्दै नफाल्ने हामी सबैलाई। अनि हामीले अब यो अझ अब वेस्टको त्यो प्लास्टिकको गर्दा, दुधको प्लास्टिक यताउताको प्लास्टिकको गर्दा बुनेको भित्र त्यसलाई बल्ब बनाएर त्यो साबुन टुक्रा राख्ने बनाउने कि अब त्यो ब्रसहरू बनाएर सबै त्यो काममा लगाइरहेको छौँ हामीले चाहिँ नि वेस्ट नगर्ने। ए हजुर, अब यो हजुरले प्राप्त गरेको अब यस्तो ब्यागहरू बनाउनुहुन्छ नि, त्यसको तपाईँले बेचबिखन गर्नुहुन्छ कि हुँदैन? एकदम गरिरहेको छौँ, मार्केट पनि छ अहिले हाम्रो यो जिन्सको ब्यागको मार्केट एकदम छ। अब हाम्रो हिमानी ट्रस्ट भनेर अहिले त्यो गरिरहेछ, त्यहाँ पनि हाम्रो यो ब्यागहरू यो सबै लगिरहेछ। अनि यता हाम्रो एनजिओहरूले पनि हाम्रोमा लिन आउँछ। हामी चाहिँ नि कतै पुर्याउन चाहिँ नि गए छैन, हामीमै लिन आउँछ। हजुर, अब यो यो बेचबिखन गर्दाखेरि हजुरले अब नाफामूलक दर्शन धेरै गर्नुहुन्छ कि त दिगोमूलक अनुसार? हामीले चाहिँ नि नाफामूलकलाई सोचेकै छैन, दिगो विकासको लागि र अब यो वेस्ट म्यानेजमेन्टको लागि चाहिँ नि सबै ठाउँबाट। अनि हामीले फेसबुकमा पनि राखेको थिएँ, चाहिने सामान नचाहिने सामान दिन ल्याउनु, चाहिने सामान लिन आउनु भनेर पनि 2-3 चोटि फेसबुकमा हालेर पनि हामीले यस्तो वेस्टेज कपडाहरू यो प्लास्टिकहरू भनेर पनि यो चोकमा हाम्रो एउटा अर्को घर छ उता भित्र चोकमा त्यसो गरेर पनि म्यानेजमेन्ट गरेर अनि चाहिनेहरूलाई त्यही काम गर्नेहरूलाई फेरि त्यही सामान दिएर पठाउने हामीले। अनि त्यो सामानलाई चाहिँ हामीले वासिङ गरेर प्रेस गरेर अनि ब्याग बनाएर बेच्ने पनि गरेछौँ। हजुर, अब जो नारीहरू हजुरकोमा सङ्कलन हुनुहुन्छ अनि कस्तो किसिमको चाहिँ ट्रेनिङ दिनुहुन्छ अनि के किसिमको त्यो प्रोसेसहरू हुन्छ यसो? अब यसो ट्रेनिङ त हरेक प्रकारको छ मेरोमा। पहिला त हामी
अब पहिला चलेको भनेको मेनबत्ती, धुप, झोल साबुन, फिनेल, दाल मट, भुजिया, आलु चिप्स त्यस्तो होइन। अनि साँखुतिर अब यो दैलेखतिर, दाङतिर आलु जहाँ जहाँ उत्पादन हुने त्यहाँ आलु चिप्सको ट्रेनिङहरू दिएर उद्योगै खोलेर आएका छौँ हामीले गएर उद्योगै ठुल्ठुलो मेसिनैले गरेर होइन त्यहाँतिर चाहिँ नि त्यस्तो। अब यहाँ हाम्रो काठमाडौँ चाहिँ नि यो प्लास्टिकले धेरै फोहोर हुने मैले देखेकोले हाम्रो आफ्नै ठाउँ यो काठमाडौँ भएकोले चाहिँ त्यसैले चाहिँ हामीले चाहिँ प्लास्टिकलाई धेरै प्रोत्साहन दिएर यहाँका दिदीबहिनी हरेक वडाबाट यो 35 वडामा तालिम चलाइसक्यौँ हामीले। हरेक वडाबाट चाहिँ नि 2-2 जना छानेर हामीले उद्यमी बनाएर राखेका छौँ अहिले चाहिँ उनीहरूलाई नै उद्यमी बनाएर आफ्नो अनि उनीहरूले उत्पादन गरेर बेच्न सक्नेहरूले त अब भन्नलाई चाहिँ पहिला दिदी यो कहाँ बेच्ने, आन्टी यो म कहाँ लगेर बेचौँ भन्छ। यता ल्याऊ भन्यो भने 2-3 पटक ल्याउँछ अनि पछि आन्टीकोमा छ भने हामीलाई देऊ न, पुगेन माग्न आयो भन्न आउँछ उल्टा। यस्तो छ यो मार्केट पनि छ भन्न खोजेको मैले। हजुर, अब यो जुन कुराहरू हजुरले बेचबिखन गर्नुभयो नि, अब यिनीहरू त्यही नवीकरणीय नै दर्शनमा गयौँ र फेरि फोहोरको अनुसारमा नगएको लागि चाहिँ हजुरले के किसिमको अब भनौँ न प्रिकसनहरू लिनुहुन्छ? अब यो वेस्टेजलाई चाहिँ नि हामीले अब सलहरू पहिलाको सलहरू हुन्छ त्यो कुर्ताको सलहरूलाई डोरम्याट यताउता बनाएर फोहोर नफाल्ने। अब त्यो डोरम्याट त जति अब 4-5 वर्ष भइसक्यो हामीले युज गरिरहे अहिलेसम्म केही भए छैन होइन। धुने अब त्यसैले अब बाल्न मिल्दैन। हामी चाहिँ नि बर्निङ वार्डमा पनि काम गर्छौँ होइन, यो वातावरण सम्बन्धी काम गर्ने भएकोले बाल्न केही मिल्दैन भनेर हामीले चाहिँ नि कपडालाई पनि सबै अहिलेसम्म चाहिँ नि फाल्नु परे छैन। अब त्यस पछाडिको सोच राखेको पनि छैन। अब मिटिङ बसेर हाम्रो पनि टिम छ हाम्रो यो स्वच्छ हावा, त्यसमा चाहिँ नि म सदस्य हुँ। स्वच्छ हावा कार्यक्रम महानगर अन्तर्गतै हामीले यो सञ्चालन गरेको, त्यसको चाहिँ पनि सदस्य। अहिले चाहिँ नि यो अलि माहौल खराब भएकोले अलिकति मिटिङ टाइममा बस्न सकेको छैन। त्यस पछाडि चाहिँ नि हामीले यो अब तपाईँले भने जस्तै म पेरिस अवार्ड लिएर आएँ यसै मार्फत होइन, यो वेस्टेज म्यानेजमेन्ट। अनि उता चाहिँ नि हामी पहिला सिङ्गापुर, मलेसिया, कोरिया, यो के भन्छ अस्ट्रेलियातिर चाहिँ नि त्यहाँको मान्छेहरू ट्रेनिङ पनि लिन आउँछ हाम्रोमा। 1 दिने ट्रेनिङ भनेर आउँथ्यो पहिला होइन। पहिला भन्नाले कोभिडको 1 दिन अगाडिसम्म आइरहेको थियो। कोभिड पछाडि चाहिँ उनीहरू आउन डरायो। तपाईँहरू जस्तै बहिनीहरू भाइहरू चाहिँ नि यहाँ ट्रेनिङ लिन आउनुपर्छ, 1 दिनको क्लास उनीहरूको हुन्थ्यो, दिनभरि ट्रेनिङ दिएर पठाउने। अनि त्यस पछाडि चाहिँ नि मैले त्यहाँ अनि उहाँहरू गइसकेपछि अनि हाम्रोमा माग आउँछ यो सामान ल्याऊ भनेर। पहिला चाहिँ नि विदेशतिर पनि पठाइरहे। जुन दिन म पेरिस अवार्ड लिएर आएँ, अब हामीले हेरेर ठुलो एउटा अक्षर अवार्डै हो त्यो, 60वटा देश छानेकोमा नेपाल परेको, त्यसमा पनि म परेको भन्नु पर्यो होइन। राम्रै गरेर आए जस्तो लाग्यो। त्यस पछाडि चाहिँ नि उनीहरूले पनि मलाई तपाईँले सोचे जस्तै यो प्लास्टिक यतिका सामान हामीले त गिफ्ट दिने भनेर लगे, तर पछि मैले बेचिदिएँ। किनभने उनीहरू त एकदम कन्सियस हामीलाई चिया पनि नखुवाउने भएकोले हामीले पनि बेचेर आएँ मैले। हामी जस्तो होइन, अब हामी नेपालीहरू जस्तै नि विदेशहरू हुँदैन रहेछ के, जेको पनि उनीहरूलाई त्यो हुँदो रहेछ, आफै डिपेन्ड हुने भएकोले। अनि मैले चाहिँ नि उनीहरूले पनि मलाई यही प्रश्न सोध्यो कि अब यो यतिका यस्तो सामानलाई तपाईँले पछि यस पछाडि के गर्नुहुन्छ, फेरि यो त बाल्न पनि मिल्दैन, त्यो पनि मिल्दैन भन्यो होइन। अनि मैले चाहिँ उतातिर त्यो के भन्यो भने यो प्लास्टिकलाई चाहिँ सबै हामी बाटोतिर लगाउन मिल्छौँ, बाटो बनाउने रोड त्यो अलकट्टामा पेलेर त्यो गर्न मिल्छ नि भनेर भन्दा उनीहरूले चाहिँ फेरि अर्को मलाई त्यो सम्मान दियो होइन। तर त्यहाँ चाहिँ के गर्यो कसो गर्यो थाहा भएन। 15 दिनको मेरो भिजिट थियो। त्यहाँबाट फर्केदेखि चाहिँ यो हाम्रो त्यो के किर्तिपुरमा हाम्रो ब्लू वेस्ट टु भ्यालु हाम्रो नवीन विकास महर्जन उहाँ सर चाहिँ म पहिलादेखि उहाँ सरसँगै काम गर्ने भएर उहाँले यो आइडियालाई लगाएर हाम्रो किर्तिपुर सबै प्लास्टिकले ओछ्याएको थाहा छ कि छैन बहिनीहरूलाई? यो 2टा बाटो प्लास्टिक ओछ्याएर अलकट्टा छापेको त्यस्तो चाहिँ नि गर्दैछ। अब हाम्रो आइडिया त आउँदै गर्छ अनि गर्दै गर्ने हो। यस पछाडि पनि अब हामी त काम गर्न नसक्ने भयो। मेरो सोच चाहिँ नि मेरो काम नमरोस् भनेर म चाहिँ धेरैभन्दा धेरै दिदीबहिनीहरूलाई यो प्रचार गर्न चाहन्छु। कामलाई चाहिँ नि मेरो कामलाई चाहिँ नि म मरे पनि मेरो काम नमरोस् होइन मेरो सोच। हजुर, धेरै राम्रो। अब हाम्रो इन्टरभ्यू यहाँ नै टुङ्गिन आँटा छ। यहाँ भएको अब जसले युवाहरूले दिदीबहिनीहरूले जसले हेर्नु भएको छ अरू केही हजुर केही एड गर्न चाहनुहुन्छ? अब सबै दिदीबहिनीलाई अब विदेश नजाउँ भन्थेँ पहिला, अब चाहिँ नि त्यो भन्न मिल्दैन। नेपालको परिस्थिति ठिक छैन। आफ्नो सोच अनुसार कसरी अब हामी त कसरी बस्ने भन्ने परिस्थितिमा आइसक्यो। अब सक्नेहरूले सक्ने ठाउँबाट योगदान दिएर नेपाललाई बचाउनु पर्यो। मेरो त्यो चाहिँ नि एउटा सन्देश। धन्यवाद।
3, 2, 1 सुरुमा त हजुर नमस्कार तपाईँको छोटो परिचय दिनुहोस् नमस्ते मेरो नाम उमा श्रेष्ठ थापा हो म चाहिँ मैपीबाट हो तपाईँले यो प्रशिक्षण केन्द्रबाट चाहिँ कहाँ सुन्नुभयो अनि कसरी यहाँ आइ मलाई चाहिँ यो हातको काम गर्न धेरै रहर लागेको भएर मैले चाहिँ यो वडाबाट यस्तो तालिम दिन लागेको भएर म चाहिँ वडामा फर्स्टमा चाहिँ वडाबाट नै गएको हो अनि त्यसपछि चाहिँ वडाबाट चाहिँ उहाँ म्यामले सिकाउन लाग्नु भएको छ उहाँ म्यामबाट नै मैले सिकेको हो सुरुमा यहाँ आउँदा चाहिँ तपाईँलाई कस्तो अपेक्षा थियो अनि पुरा भयो कि भएन अपेक्षा त पुरा भइहाल्यो नि इच्छाअनुसार गरेअनुसार त पुरा भइहाल्यो नि अब मलाई पहिलादेखि नै हातको काम गर्न खुब रहर लाग्थ्यो ह्यान्डिक्राफ्टसम्म त धेरै रहर लाग्थ्यो स्कुल लाइफमा पनि धेरै म सामान गर्थेँ पढ्नुभन्दा पनि यस्तो हातको काम चाहिँ कति गरिराख्थेँ कि नपढ्ने यस्तै काम गरिराख्ने गाली पनि खाइन्थ्यो यस्तै मात्र काम गर्ने यसो नै अनि इच्छा भएको भएर नै उहाँसँग गरेँ उहाँसँग गर्दाखेरि धेरै मैले अनुभव चाहिँ पाएँ कि यस्तो सम्बन्धीबाट पनि हामीले ख्यालेको चिजबाट पनि धेरै हामीले के भन्छ इन्कम गर्न पनि मिल्दो रहेछ भन्ने थाहा पाएँ कि यसमा यस प्रशिक्षण केन्द्रमा आउनु अघि चाहिँ तपाईँको पेसा के थियो वा के गर्नुहुन्थ्यो पेसा त मेरो खासै केही थिएन हाउसवाइफ मात्र हो अनि यहाँ सिकाइने प्रक्रिया चाहिँ कस्तो छ अनि तपाईँले के कुराहरू सिक्नुभयो त्यो पनि यहाँ सिकाउनुभन्दा अगाडि त मैले उहाँलाई म्यामलाई चाहिँ वडाबाट नै चिनेको हो वडाबाट चिन्दाखेरि राम्रै लागेको भएर उहाँबाट चिनजान भएर अझ उहाँ वडामा त हामीलाई थोरै रूपमा मात्रै दिनुभएको थियो त्योभन्दा अझै एक्स्ट्रा कसरी सिकिन्छ भनेर उहाँसँग नम्बर लिएर खोज्नेची गरेर कहाँ हो लोकेसन गरेर भनेर हामी चाहिँ 2-3जना साथी मार्फत नै हामी यहाँ आएर सिक्न आएको थिएँ अझ त्यसपाटिबाट नै अझ हामीले उहाँसँग सिलाइ पनि सिक्यौँ कि सिलाइ सिकेर पनि उहाँ म्यामले भन्नुभयो जस्तै किन सिक्यो मलाई नै दिन ल्याउँछौ भन्नुहुन्छ तर आफैले गऱ्यो भने जस्तै आफै नै अहिले के भन्छ खोजी नै बेचिराख्नुपर्ने हुन्छ कि अनि यहाँ दुधको प्लास्टिकबाट उपयोगी सामानहरू तपाईँले सिक्नु भएको त्यसमा चाहिँ कति समय लाग्छ त्यो प्रक्रिया समय भनेको त अब जे काम गर्न पनि समय लागिहाल्छ भात पाकेको खाना त कति गाह्रो हुन्छ त्यस्तै यो पनि अब प्लास्टिक ल्याउनु पऱ्यो धुनु पऱ्यो पखाल्नु पऱ्यो सुकाउनु पऱ्यो तान्नु पऱ्यो धेरै टाइम त लाग्छ टाइम गरे अनुसार पनि फल चाहिँ छ यो सिप सिकेपछि चाहिँ तपाईँको जीवनमा कस्तो परिवर्तन आएको छ परिवर्तन त आइहाल्छ नि पहिला त हामी सामान त सबै फ्यालिदिन्छौँ नि तर यस्तो सिकिसकेपछि ओहो यो पनि काम लाग्छ है यो पनि काम लाग्छ है भनेर घरमा चाहिँ थुपारिन्छौँ जे चिज पनि उहाँ म्यामले भने जस्तै कि केही चिज चाहिँ फ्याल्नु पर्दैन कि हामीले यो सामानबाट यस्तो बन्छ है भनेर अब उहाँ म्यामले सिकाउनु भएको भन्दैन अझै एक्स्ट्रा आफूले नलेज ल्याएर पनि अझै सिप बनाउन चाहिँ सकिँदो रहेछ अब यस्तो सिप सिकेर चाहिँ तपाईँले अहिले त ट्रेनिङ दिइसक्नुभयो अहिले यस्तो कमाइ गरिराख्नु भएको छ कि छैन हल्का फुल्का चाहिँ गरि नै रहेको छु अनि तपाईँ जस्तै अन्य महिलालाई चाहिँ यस्तो सिप सिक्नमा के भन्न चाहनुहुन्छ म त सिक्नु नै भन्छु कि अब हामी जस्तो हाउसवाइफले त पुरा टाइम बाहिर दिन पनि सक्दैन फेरि नानी बाबु सानसानो भएको भएर पुरा टाइम दिनै सक्दैन त्यही भएर आफैको घरमै भएको सानसानो चिज अब हामीले एउटा दुध किनेर ल्याउँदा 50 रुपियाँमा किन्नुपर्छ त्यो प्लास्टिक हामीले त फ्याल्नुभन्दा त्यसैले सानो चिज जे बनाएर हामीले त्यसैलाई बेचेर फेरि त्यसमा एउटा किरिङ भन्छ त्यो किरिङ हामीले बनाएर आफ्नो हात पनि सिप भयो त्यसलाई अरूलाई दिँदाखेरि बेच्दाखेरि नबेच्ने के भन्छ गिफ्टको रूपमा दिए पनि भयो त्यसरी नै आफ्नो पनि के भन्छ सिप के भन्छ प्रचार हुने भयो नि त त्यही भएर गर्नु नै भन्छु कि हजुर अनि तपाईँले यो सिप सिक्दा चाहिँ तपाईँको परिवारबाट साथ पाउनु भएको थियो कि थिएन अनि कस्तो चाहिँ त्यस्तो के भन्छ त्यस्तो त के पनि भन्नु भएन सिप सिकेकै राम्रै भन्नुहुन्छ नि त्यस्तो नराम्रो चाहिँ भन्नु भएन अनि तपाईँ जस्तै अन्य महिलाको लागि चाहिँ यहाँ आउनलाई के भन्न चाहनुहुन्छ आउनु भन्छु कि म त सबैलाई घरमै किन बसिराख्नु बरु बच्चाहरू हेरेर बच्चाहरू दिनभरि हेर्नु पनि पर्दैन कुनै त स्कुल गइराखेको पनि हुन्छ स्कुल गएको बेलामा यसो एक दिन यसो फुर्सदमा एकछिन गरेर पनि मजाले जीविका चाहिँ चलाउन सकिन्छ है थोरै रूपमा धेरै अब ठुल्ठुलो त नसके तरकारीहरू किन्न यताउति मजाले सकिन्छ है हामीले अब यो ट्रेनिङ सेन्टरमा चाहिँ महिलाहरूलाई सिप दिने हुनाले यसले चाहिँ महिला सशक्तिकरणलाई सहयोग गरेको छ भने कसरी गरेको छ भने अब गर्न त गरेकै छ नि अब घरमा अलिअलि गर्दै बसेर थोरै दिनको एउटा सामान बनाउँदै महिना दिनमा गऱ्यो भने धेरै बनिन्छ नि त सुरुमा हाम्रो हातको प्र्याक्टिस त नहोला बिस्तारै त्यही हात प्र्याक्टिस भएपछि धेरै पनि गरिन्छ अनि बजार मजाले दिन सकिन्छ नि त अनि अब उहाँ म्यामले भन्नुभएको जस्तै एकजनालाई सिकाएर अर्कोलाई सिकाउँदाखेरि आफूसँग नभएन अरूसँग कन्ट्याक्ट गरेर पनि हामीले डिल गर्न सकिन्छ नि त इन्टरभ्यू चाहिँ यति नै थियो अरू केही भन्न चाहनुहुन्छ त्यस्तो त केही छैन एउटा चाहिँ म्यामलाई चाहिँ भन्न चाहन्छ म्यामको कारणले गर्दा नै अब हामीले यस्तो कुरा जाने नै नभए त हामीलाई पहिला प्लास्टिक भनेको के को लागि भन्ने थाहा थिएन हामीले त फ्यालिन्थ्यो अब फोहोर गरिन्थ्यो तर त्यही फोहोरलाई पनि हामीले मजाले सङ्कलन गरेर इन्कम गर्न सकिन्छ भन्ने चाहिँ थाहा भयो धन्यवाद थ्याङ्क यू
मिसेस सरिता म्यामले आजसम्म दर्जनौँ त्यस्ता महिलाहरूलाई ट्रेनिङ दिनु भइसकेका छन्। उनीहरूलाई रोजगार गर्न योग्य बनाइसक्नुभएका छन्। यसले देखाउँछ कि कसरी एक नारीको सानो प्रयासले अरू कयौँ नारीहरूलाई हौसला प्रदान गर्दछ। हामीलाई यस्तै कथाहरू हजुरहरूको माझ आउनुपर्ने जरुरी लाग्यो। त्यसैले हामीले अक्टोबर जुन चाहिँ इन्टरेक्ट कम्युनिटी एन्ड इकोनोमिक डेभलपमेन्ट मन्थ पनि हो, यसलाई नै टार्गेट गरेर यो भिडियो बनाएका हौँ। आउँ हामी सबै मिलेर यस्ता व्यक्तिहरूको खुलेर प्रशंसा गरौँ, यस्ता कथाहरू सबैको माझ लिएर आउँ। हस् त, धन्यवाद।